हेलो नमस्कार एभ्रिवान पाल्पा तान्छेल लुखु पाल्पा तान्छेल लुखु पाल्पाको बसाइ मामा घरको बसाइमा रहेर हामी चाहिँ छौँ होइन आज विशेष अवसर जुरेको दिन पितृ प्रसाद ग्रहण गर्ने अवसर जुरेको कारणले आइयो प्रसाद ग्रहण गरियो अब अथवा सबै काम पनि गरियो पूजा सम्पन्न गरियो अनि म लाग्दैछु मेरो मामा घरको यो टक्क देखिने पछाडिको मतलब पिकमा देखि नै जस त्यहाँ माथि पछाडिपट्टि डाँडा जुन देखिन्छ नि सबैभन्दा ठुलो पिक मलाई एकदम सानैदेखि जानु रहेको सानैदेखि जानु रहेको कहाँ गयो यही हो यहाँ टावरदेखि होला अनि तर आजसम्म अवसर जुरे होइन म सानैमा किसिममा जोडेको छु अहिलेलाई चाहिँ म सानो हाइटमा छु एउटा सानो पिक चढिहालौँ खासमा जाने ग्रह माथि नै हो तर माथि पुगेला जस्तो छैन एउटा फुटेजहरू लेख्छु त्यसपछि गएको छु आफू सानो हुँदाखेरि चाहिँ यो पाहाडहरू पनि जात्रै ठुलो एकदमै ठुलो लाग्थ्यो होइन घरहरू पनि ठुलै लाग्थ्यो अनि बसेर आउनु पनि देख्नु ए देखिँदै हो कहाँदेखि हो त टाढा भनेको कहाँ हो वनको नाम पनि थाहा थियो मलाई बल्ल चिन्नु भएछ नमस्कार ल यी साँझ आएको आज पूजा रहेछ अनि यसो माथि नातिन डाँडा पुगेर आउँछु भने जोड छ ल फाइनल्ली म यो पिकमा चाहिँ आइसकेको छु यो एकदम नजिकै सानो पिक हो तर मेरो पाल्पा लुहुङ गाउँ चाहिँ मजाले देखिन्छ जस्तो लाग्छ यहाँ चाहिँ अनि यो पिकलाई नातिन डाँडा भन्ने चलन छ अनि एउटा विशाल पिपलको वृक्ष पनि देख्न सकिन्छ तर यसलाई काटेर हुन्छ काटछाट गरेर मिलाउने कोसिस हो अब मेरो साह्रै नै प्राण गएर ठाउँ हो आई लभ इट त्यही ठुलासम्मका स्मृतिहरू यसमा अडिएका छन् जहिले पनि आउँछु मलाई एकदम खुसनसिब महसुस हुन्छ मेरो मनमा साथी छ म चाहिँ पनि अझै चढ्दैछ मेरो त्यो वाला यो पिकमा चाहिँ म ट्याक्क समय मिलाएर दामी तरिका अहिलेको लागि सिउ भन्न चाहन्छु र एक लास्ट मेरो सानो देखाउने यस्तो मनोरम ठाउँ झट्टै खोजेर पाइँदैन होला सौभाग्य नै चाहिन्छ यस्तो ठाउँमा मेरो मामा घर छ ल हेलो ल घुम्न आउनुहोस् पाल्पा सबैजना